हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज है मलाई एकदमै मोमो खान मन लाग्यो। अनि हामी चाहिँ यहाँ पहाडमा एकदम दुर्गम ठाउँमा छौँ नि त। मोमो खान नि बजार टाढा जानुपर्छ। सो मलाई मोमो घरमा बनाउन मन लाग्यो, तर मसँग चाहिँ मोमो बनाउने भाँडा थिएन। सो मैले मोमो कसरी बनाउँछु हजुरहरू यता हेर्नु होला है। मैले यता उपाय लगाएर भेज मोमो बनाउन गइरहेकी छु। हजुरहरूलाई कस्तो लाग्छ भन्नुहोला। मैले आलु बोइल गरेँ अनि त्यसपछि त्यसमा बन्दा प्याज र लसुनको अलिकति पेस्ट राखेर अनि बजारको त्यो गहुँको धुलो पाउँछ त्यसबाटै बनाएको, मैदा पनि युज गरिनँ मैले। अनि त्यसमा आफूलाई मनपर्ने मसलाहरू नुन राखेर अनि मैले चाहिँ स्टिम गर्नलाई चाहिँ यसो टुक्राहरू काठको टुक्राहरू राखेर प्लेटमा मोमो राखेर यसरी बनाएको थिएँ। फर्स्ट टाइम बनाएको थिएँ, कस्तो हुन्छ जस्तो लागिरहेको थियो, पाक्छ कि पाक्दैन जस्तो लाग्दै थियो, तर कस्तो मजासँग पाक्यो है। त्यही टाइममा त्यही 10 मिनट राखेको थिएँ, 10 मिनटमा एकदमै मजासँग पाकेर यस्तो मिठो मोमो भयो। हजुरहरूलाई कस्तो लाग्यो? थ्याङ्क यू।